सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। हामी एउटा भजन गाउनेछौँ अनि हामी चाहिँ आज बेलुकी चाहिँ 2026 प्रवेश हुनेछ अनि यो समयमा परमेश्वरलाई धन्यवाद दिँदै अनि यो भजन हामी गाउनेछौँ। प्रभुलाई महिमा भएको होस्। यतिका दिनसम्म प्रभुले आज हाम्रो प्रार्थना उहाँले सुन्नु भएको छ। जसरी हन्नाको प्रार्थना सुन्नुभयो, जसरी दानियलको प्रार्थना सुन्नुभयो अनि परमेश्वर चाहिँ हिजो आज अनि सदा सर्वदा उहाँ एक समान हुनुहुन्छ। आजको दिनमा हाम्रो प्रार्थना सुन्नुहुने हाम्रो बुबा बनेर उहाँ उभिनु भएको छ अनि हाम्रो असल गोठालो बनिकन पनि उभिनु भएको छ। अनि यही भजनद्वारा उहाँलाई हामी आज यो बेलुकीको समयमा हामी उहाँलाई यो हन्नाको प्रार्थना सुन्नुहुने, दानियललाई जवाफ दिनुहुने भन्ने भजनलाई गाइकन हामी परमेश्वरलाई छोटा आराधना दिनेछौँ अनि परमेश्वरलाई हामी उचाल्नेछौँ। सबै स्रोतबाट आज हामीले गर्दै गरेको कुराहरूबाट परमेश्वरलाई महिमा भएको होस्। हाम्रो इच्छा होइन, हाम्रो योजना होइन, तर जो सिंहासनमा बस्नुहुने हाम्रो बुबाको इच्छा पुरा भएको होस्। हन्नाको प्रार्थना आज हन्नाको प्रार्थना सुन्नुहुने, आज दानियललाई जवाफ दिनुहुने तपाईँ परमप्रभु परमेश्वर हुनुहुन्छ। प्रभु तपाईँ उचालिनुहोस्। यो हन्नाको प्रार्थनाको गीतहरू गाउँदै गर्दा पवित्र आत्मा आज तपाईँ उचालिनुहोस्। जुन समय प्रभु हन्ना चाहिँ यस्तो सङ्कष्टमा थियो, आत्तिरहेको थियो, तर प्रभु त्यो हन्नाको प्रार्थना सुनिदिनु भयो तपाईँले। आज दानियल पनि यस्तो सङ्कष्टमा थियो, आफ्नो जातिको निम्ति प्रभु उधादो उभिकन प्रार्थना गर्दै थिए, तर प्रभु त्यो जवाफ तपाईँले दिनुभयो। तपाईँलाई धन्यवाद। आज हाम्रो प्रार्थना सुन्नुहुने, यतिको दिनसम्म प्रभु हाम्रो प्रार्थनालाई सुनिकन अनि हाम्रो जवाफलाई दिनुहुने प्रभु येशू तपाईँ हुनुहुन्छ। तपाईँ मध्यस्थ हुनुभएको छ प्रभु। तपाईँलाई धन्यवाद पवित्र आत्मा।
आयुबको सुदिन फर्काउने, इजरायलको शासक हुने, अब्राहमलाई बोलाउने, हाम्रो परमेश्वर, हाम्रो उद्धार गर्नुहुने, हाम्रो परमेश्वर, हाम्रो पुकार सुन्नुहुने, अन्नाको प्रार्थना सुन्नुहुने। प्रभु, यो 2026 प्रवेश गर्दै प्रभु हाम्रो योजना चाहिँ फरक हुन सकेको, संसारको कुराहरूदेखि अलग फरक भएको होस्। आज त्यो स्वर्गीयको नियतिलाई बोकिकन हिँड्ने छोराछोरी हामीलाई बनाउनुहोस् प्रभु। त्यो स्वर्गीयको ढोकाहरू खोलिएको होस् प्रभु। अनि यो जातिले भन्ने छ मेरो उद्धार अनि मलाई बनाउनुहुने, अनि मलाई उद्धार दिनुहुने, अनि मलाई मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्ट आज तपाईँले हुनुहुँदो रहेछ भनिकन यो जातिले कुरा देख्न सकेको होस्। हामी तपाईँलाई यो बिन्ती गर्छौँ प्रभु, यो प्रार्थनाले तपाईँ उछालिनुहोस्।
हाल्दछु प्रभु तपाईँ उछाल्नुहोस् प्रभु तपाईँ चाहिँ हिजो आज अनि सदा सर्वदा एक समान हुनुहुन्छ आज हामीले जानी नजानी गरेको यो प्रार्थनालाई तपाईँ सुन्नुहुने पवित्र आत्मा परमेश्वर तपाईँ हुनुहुन्छ हामी तपाईँलाई आधार गर्छौँ प्रभु तपाईँको अभिषेकलाई हामी आधार गर्छौँ प्रभु तपाईँको भला वार्डलाई प्रभु हामी आधार गर्छौँ प्रभु लानुहोस् तपाईलाई तपाईकै हुने गरी कहिले नफर्कने गरी लानुहोस् तपाईकै हुने गरी प्रभु तपाईँ चाहिँ हाम्रो बुबा हुनुहुन्छ जहाँ भेट छैन पुरानो पीडाको साटो
दुःख हुँदैन, पीडाको साथी चाहिँ त्यो ठाउँमा टेर हुँदछ। हामी तपाईँलाई धन्यवाद दिँदैछौँ येशूवा। आज 2025 मा नखोलिएको त्यो अभिषेकको ढोकाहरू, आज त्यो आशिषको ढोकाहरू आज 2026 मा तपाईँले खोल्नु हुनेछ प्रभु। हामी तपाईँलाई धन्यवाद दिनेछौँ। त्यो ढोका खोलिनेछ, जुन ढोका यस्तोसँगले खोलिनेछ, हरेक सास हुने प्राणीले त्यो ढोकाबाट तपाईँलाई आराधना गर्नेछ। त्यो ढोकामा आइकिन तपाईँलाई दण्डवत गर्नेछ। त्यो ढोकामा आइकिन तपाईँको अभिषेक थाप्नेछ। आज 2025 मा नभएको कुराहरू अब 26 मा तपाईँले गर्न लाग्दै हुनुहुन्छ यो न्युजिल्यान्ड देशको प्रभु। हामी तपाईँलाई धन्यवाद दिँदैछौँ येशूवा। अब त्यो ढोका खोलिँदै गर्दा प्रभु यो जातिले आइकिन त्यो ठाउँमा घुँडा टेक्नेछ। त्यो ढोकाको छेउमा अगमबारी बोल्छु प्रभु। यो समयमा अबको दिनहरूमा प्रभु यो जातिले यो 2026 लाग्दै गर्दा प्रभु मेरो सृष्टिकर्ता अनि मेरो उद्धारकर्ता अनि मेरो मुक्तिदाता भनिकिन प्रभु यो जातिले घुँडा टेक्नेछ। यो देशले प्रभु नयाँ मुहारहरू खोलिनेछ। त्यो घुम्टो हटाइनेछ प्रभु। यो देशको घुम्टो हटाइनेछ। यो बेसीले त्यहाँ आराधनाको चुचुरोलाई चुम्नेछ। यो आराधनाको नदी तपाईँले बगाउनुहोस्। यो आराधनाको नदी, यो आराधनाको नदी, यो आराधनाको नदी बगाउनुहोस्। Thank you, Jesus. You are the Holy Ghost. You are the mighty name of Jesus. Oh प्रभु, आपको दिनहरूमा यस्तो मिराकलको कामहरू हुनेछ। त्यो मानिसहरूमाथि त्यो हुँदै गर्दाखेरि आज विश्वासीहरूले पत्याउनु गाह्रो हुन्छ। तर प्रभु तपाईँ चाहिँ चङ्गाइकर्ता हुनुहुन्छ। तपाईँ चाहिँ सृष्टिकर्ता हुनुहुन्छ। हो प्रभु, अबको दिनहरूमा यस्तो काम हुनेछ प्रभु। तपाईँको नाउँमा हरेक भूत आत्माहरू भाग्नेछ। हरेक झ्यालखानको ढोकाहरू तोडिनेछ। हरेक बन्धनहरू तोडिनेछ। हरेक गरिबी जुवाबाट मुक्त हुनेछ। हरेक रोगीहरू निको हुनेछ। हरेक गुङ्गोले बोल्नेछ। हरेक अन्धले देख्नेछ। हरेक लङ्गोले हिँड्ने सक्नेछ प्रभु। अबको दिनहरूमा पवित्र आत्मा यो काम तपाईँले गर्नुहोस्। पवित्र आत्मा तपाईँले गर्नुहोस्। हामी कृष्ण गर्छु येशूवा।
सिनाहरूलाई तन्काउनुहोस् प्रभु, मेरो पाललाई तन्काउनुहोस्, जसरी मोसाले प्रभु तन्कायो, जसरी अब्राहमले आफ्नो पाललाई तन्काए प्रभु, अब बढाउनुहोस् त्यो पालहरूलाई, तन्काउनुहोस् त्यो पालहरूलाई। ओ पवित्र आत्मा, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। यो दिनहरूमा हामी घुँडा टेकेर प्रार्थना गर्छौँ, हामी बिलाउँदा गर्छौँ। येशू, त्यो प्रार्थनाको उत्तर दिनुहुने तपाईँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। त्यो बाटो खोलिदिनु हुने तपाईँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। त्यो मरुभूमिमा त्यो इस्राएलीहरूलाई बाटो तयार पार्नु हुने तपाईँ प्रभु परमेश्वर नै अघि अघि हुनुहुन्थ्यो। प्रभु हाम्रो निम्ति प्रभु त्यो बाटो तयार गर्नु हुने तपाईँ हाम्रो अघि अघि हुनुहुन्छ। यहुदाको कुल तपाईँ अघि अघि हुनुहुन्छ। धन्यवाद प्रभु। यो जातिले प्रभु नयाँ सन्देश सुन्नेछ। यो जातिले प्रभु त्यो चिनारी परिवर्तन हुनेछ। जसरी साम्राज्यको चिनारी परिवर्तन भयो प्रभु, जसरी सामरी स्त्रीको चिनारी परिवर्तन भयो प्रभु, आज त्यसरी नै प्रभु यो जातिको अबको दिनहरूमा प्रभु त्यो चिनारी परिवर्तन हुनेछ। अनि मेरो मुक्तिदाता अनि मेरो उद्धारकर्ता भनिकन तपाईँको चरणमा आउन सकेको होस्, त्यो ढोकामा आइकन तपाईँलाई आराधना दिन सकेको होस्। येशूवा, थ्याङ्क यू। Thank you, Lord. Thank you, Lord. हामी तपाईँ बिना केही पनि गर्न सक्दैनौँ प्रभु। हाम्रो इच्छाले होइन, हाम्रो योजनाले होइन प्रभु। हाम्रो योजना केही क्षणको लागि मात्रै हुनेछ, हाम्रो इच्छा त केही क्षणको लागि मात्रै हुनेछ प्रभु। तर तपाईँको इच्छा चाहिँ अनन्तसम्म रहिरहन्छ, तपाईँको योजना चाहिँ अनन्तसम्म रहिरहनेछ प्रभु। थ्याङ्क यू जिजस। थ्याङ्क यू लर्ड। अब त बस्न पनि
प्रभु यो आराधना हुँदै गर्दाखेरि पवित्र आत्मा तपाईको शक्ति यस्तो साह्रो साह्रो प्रभु ओर्लिरहेको म देख्दैछु। तपाईँले नयाँ काम गर्नुहुनेछ। आज जसरी नयाँ वर्ष लाग्दैछ प्रभु, नयाँ कामै तपाईँले गर्दै हुनुहुन्छ हाम्रो जीवनमा, हाम्रो जातिमा, हाम्रो यो देशमा। कल्वरीको बाटोमा दखरिँदै हिँड्नु भयो। कतिचोटि लड्नु भयो, त्यो केवल हाम्रो निम्ति थियो प्रभु। हामीलाई नयाँ गरी तपाईँले जीवन दिनुभएको छ। अझै आउने वर्षदेखि प्रभु नयाँ कुराले थपिँदै जानेछ हाम्रो जीवनमा। हामी आधार गर्छौँ प्रभु त्यो नयाँ कुरालाई, हामी पक्रन्छौँ प्रभु। हामी विश्वासको साथ हामी पक्रिँदैछौँ। जसरी विश्वासको साथ परमप्रभु परमेश्वर आज अब्राहमले पक्रे प्रभु, तपाईँले आशिषको पिता बनाउनु भयो। जसरी विश्वासको साथ परमप्रभु परमेश्वर मोसाले पक्रे प्रभु, आज त्यो इजरायली जातिहरूलाई निकाल्नको निम्ति मिस्र देशबाट हामी पक्रिँदैछौँ। हामी विश्वासको साथ हामी पक्रिँदैछौँ परमप्रभु परमेश्वर पिता। हाम्रो जीवनदेखि, हाम्रो घरनादेखि प्रभु आज तपाईँले नयाँ काम गर्नु सुरु गर्नुहोस्। हामी घोषणा गर्दछौँ येशू, हामी पक्रिँदैछौँ ताकि यो जातिले प्रभु छुटकारा पाउन सकेको, त्यो शान्ति आनन्द पाउन सकेको, त्यो गरिबी जुवाहरूबाट मुक्त पाउन सकेको, हरेक ऋणबाट मुक्त पाउन सकेको, हरेक कैदहरूबाट छुटकारा पाउन सकेको, हरेक रोगहरूबाट छुटकारा पाउन सकेको, हरेक बन्धनबाट मुक्त पाउन सकेको, हरेक भूत आत्माबाट छुटकारा पाउन सकेको। प्रभु येशू तपाईँको नाममा हामी घोषणा गर्छौँ। थ्याङ्क यू जिजस। जुन दिन तपाईँ क्रुसमा टाँगिनु भयो त्यो दिन शैतान चाहिँ हारेको छ, विजय चाहिँ तपाईँले ल्याउनु भएको छ प्रभु येशूबा। तपाईँ चाहिँ हारको जीवन हामीलाई दिनुभएको छैन, जितको जीवन तपाईँले दिनुभएको छ। हामी घोषणा गरि नै राख्नेछौँ तपाईँ चाहिँ विजयको परमेश्वर हुनुहुन्छ। अनि हामी उभिन्दछौँ प्रभु तपाईँको नाउँमा। हामी उभिँदै गर्दा पवित्र आत्मा तपाईँ नयाँ काम गर्नुहुने तपाईँ परम प्रभु हुनुहुन्छ। येशू 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 थ्याङ्क यू जिसस। धन्यवाद प्रभु, धन्यवाद धन्यवाद। यो आराधनाको निम्ति धन्यवाद प्रभु। तपाईँले यति मिठो आराधनाको यो धुनहरू तपाईँले आज हाम्रो बिचमा तपाईँको उपस्थितिद्वारा तपाईँले बगाउनु भयो प्रभु। यो जातिले त्यो आराधनाको धुन सुन्दै गर्दा प्रभु नयाँ उमङ्ग, नयाँ जोस, त्यो शक्ति, त्यो अभिषेक पाउन सकेको होस्, त्यो शान्ति आनन्द पाउन सकेको होस्, त्यो छुटकारा अनि चङ्गाई हुन पाउन सकेको होस् प्रभु। यसो तपाईँलाई धन्यवाद दिनुहोस्। यस जिजस सबै कुराको निम्ति धन्यवाद प्रभु। तपाईँले उचालिनुहोस् मेरो बाबा प्रभु, तपाईँलाई धन्यवाद। तपाईँ चाहिँ उचालिनुहोस् सबै कुराको निम्ति धन्यवाद। धन्यवाद मेरो आमा पिता, तपाईँको महिमा होस्। आज मेरो नानीहरूमा म अगाडि बोल्छु, यो
यो नानीहरूले प्रभु तपाईँको आश्चर्यचकितको कामहरू गर्नेछन्, चिन्ह चमकाको कामहरू गर्नेछन्। त्यो अभिषेकले भर्नुहोस्। अगमवक्ताको घोषणा गर्दछु, अगमबाडी बोल्ने छोराछोरी म बोल्दछु। हो पवित्र आत्मा, तपाईँको वचनले भन्दछ, म यही घोषणा गर्छु। यो 28 पद प्रभु आज मेरो नानीहरूमा म बोल्दछु। तपाईँ पवित्र आत्मा तपाईँलाई छुनुहोस् आफ्नो नानीहरूलाई। थ्याङ्क यू जिजस। Thank you, Jesus. Thank you, Lord. प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। सबै कुराको निम्ति धन्यवाद। प्रभु यो 25-26 साल लाग्दै गर्दा प्रभु आज त्यो घुम्टोहरू हटाइएको होस् यो देशको। प्रभु हामी यही बिन्ती गर्छौँ, यो देशको चिनारी परिवर्तन गर्नुहोस्। यो बेसीमा जतिजना बसेको छ प्रभु, यो बेसीले त्यो मुहान भेटाउन सकेको होस्। प्रभु हामी तपाईँलाई धन्यवाद दिनेछौँ। सबै कुराको निम्ति धन्यवाद। मेरो आबा, तपाईँलाई धन्यवाद दिँदै यो आराधना तपाईँको हातमा राख्दै आशिष अनि अनुग्रह चाहन्छु। हामीले माया अनि वास्ता गर्नुहुने नासरत येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा आमेन।